म चाहिँ सोसियल मिडिया वाली अरे होइन यहाँ यो भैयाले मलाई सोसियल मिडिया वाली भन्दै हुन्छ होइन। कितना इसका प्राइस? हिन्दी बोल्न जान्दिनँ कि प्लास्टिक के भन्छ कभर भन्नुपर्ने होइन। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी दिदी बहिनी सब्जी किन्न जाँदैछौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ हामी कति राम्रो भएर जाँदैछौँ। के भने फर्काउने हामी हेर्नु होला। हाम्रो रस्ता यस्तो छ अनि त्यहाँ भएर हामी जाँदैछौँ। अनि रौनक कत्रो फर्सी देखिएको साथीहरू फर्सी यत्रै हो नि कमेन्ट गर्नु। गोमा घिम्रे हो हाम्रो मुट्टीको टुक्रा हो गाइस। यस्तो मस्ती लागेको छ क्या भिडियोमा। हामी त्यो रुमदेखि निस्केको साथीहरू माइजूहरू मेरो भिडियोमा हाई हेलो भन्दै हुनुहुन्थ्यो। अनि म त्यो ब्लग बनाउँदै जाँदैछु बाटोमा होइन। सबैजनाले अब मलाई नराम्रो नभनिदिनु होला। मैले ट्राई गरेको यो ब्लग बनाउन कुनै भाइरल हुनको लागि होइन, मेमोरिजको लागि बनाएको। पछि हेर्न काम लाग्छ नि त होइन, जे भए पनि त्यही भएर बनाएको। हामी चाहिँ छाता किन्न जाँदै थियौँ किनकि बेङ्गलोरमा यस्तो घाम लागेको छ कि साथीहरू। त्यही भएर गाई चाहिँ कि छाता हेर्नुभन्दा पनि अगाडि लुगै हेर्नु पर्यो भनेर हामी त्यो लुगा हेर्दै थियौँ किनकि नेपाल पठाउनको लागि हो। हजुरहरूलाई मेरो छाता कस्तो लाग्यो भनिदिनु होला कमेन्टमा। म चाहिँ पुरा भिडियो बनाउँदै मस्किँदै थिएँ। माइजूहरू चाहिँ प्राइस घटाइराख्नु भएको थियो कि दामै मिलेको थिएन नि। एक परिवार बसा नहीं, लेकिन ये तो फिर आप बेहोश हो गए तो नुकसान कर देंगे ना किसी का एक आदमी का तो पक्का नुकसान। किधर से आप? नेपाल? नेपाल से ऐसे और बहुत डिस्काउंट है। सब लोग आके यहाँ खरीदिए ना, भैया को भी बाहर हम लोग 100 में दिया ये था। सब लोग आ जाना है, बहुत अच्छा सामान मिलता है। आपका क्या आप बोलिए। सक्नुहुन्छ। यो भैयाको दोकानमा त धेरै सस्तो सस्तो चिजहरू पाइन्छ होइन। तपाईँहरूलाई मन पर्यो भने तपाईँहरू जरुर आउन सक्नुहुन्छ यो दोकानमा। हेर्नु होला सबै चुरै मात्र छ। अनि यहाँ चाहिँ यस्तो राम्रो मालाहरू, क्लिप होइन, झुम्का, धेरै राम्रो राम्रो चिजहरू छ यो दोकानमा चाहिँ। यो भैया होइन राम्रो भनिदिँदैछु भन्नु न। यता यस्तो राम्रो राम्रो चिजहरू पाइन्छ। ये बहुत बहुत अच्छा चीज यो भैयाको दोकानमा आउन सक्नुहुन्छ किनकि धेरै डिस्काउन्ट गरेर दिनुहुन्छ क्या हामीलाई भैयाले। अनि एकदम मजाको पनि हुनुहुन्छ। बोल रहे हैं कि मैं बोल रही हूँ करके, तो मैं बोला और बोलिए आप, क्योंकि आप बोलते हुए बहुत अच्छे लग रहे हैं। कितना इसका कि थोड़ा बोलेंगे तो और इतना खून बढ़ेगा। नहीं आपके पास है, मेरे पास कमी है, वो बढ़ जाएगी। आप बोलते रहेंगे ना। म चाहिँ सोसियल मिडिया वाली अरे होइन यहाँ यो भैयाले मलाई सोसियल मिडिया वाली भन्दै हुन्छ होइन। देख्न सक्नुहुन्छ सबैजना यो दोकानमा आउन सक्नुहुन्छ। अनि यहाँबाट राम्रो राम्रो सामानहरू खरिद्न सक्नुहुन्छ किनकि नङपालिस छ, ब्याग छ। बाई बाई, कल भी आना बोलिए ना भैया। ओके, थ्याङ्क यू। साग लिन जाँदैछौँ होइन। सबैले मलाई कति लुची भन्नुहुन्छ। साग नखाएर मासु के गरे मैले यो छाता 180मा लिएर होइन। अब हामी यहाँ यस्तो राम्रो राम्रो साग तपाईँहरू पनि खान मन लाग्यो भने साग किन्न। यहाँ नानीले साग दिँदै हुनुहुन्छ होइन। कसरी कसरी हो
हामी साग किन्दैछौँ। पालक खान आँटेको होइन, पालक खाएर अब मोटी मोटी हुनु पर्यो नि त। सबै दोकानको मान्छेले पनि यसलाई चाहिँ अलिक खुवाउनु पर्यो, त्यही भएर मलाई चाहिँ साग खुवाउने अरे खोले पकाएर होइन। देख्न सक्नुहुन्छ बाहिरको भ्यूहरू, माइती त नलाग्ने। हामीले चाहिँ एक मुठो साग 20 रुपियाँमा किन्यौँ। अनि त्यो प्लास्टिकै भन्दै जाँदै थिएँ, आन्टीले बुझिनँ नानी मैले कभरै भनिदिएको। अनि आन्टीले दिनुभयो, अनि दिदीले त्यो कभरमा हाल्दै थिएँ साग। आइसक्रिम पाउँछ कि भन्नुहुन्छ भने अनि मैले सबभन्दा महँगो आइसक्रिम 5 रुपियाँ गोटाको किन्यो होइन। यस्तो महँगो 5 रुपियाँ भनेको पनि यहाँ हो होइन, 1 रुपियाँ गरेर 5 रुपियाँ हुन्छ नि। अङ्कलले पनि दिइहाल्नु भयो। र चिकन दोकानमा पनि चिकन किने अनि देखाइदिइहालेको मैले। गर्छ आलु हालेर पकाउँछु क्या, कस्तो मिठो हुन्छ, मलाई त्यो मनपर्छ। तपाईँहरूलाई कस्तो लाग्छ? अनि पाकिसक्यो, रेडी भइसक्यो मेरो खाना चाहिँ। दिदी चाहिँ खाना पस्किँदैछ, म चाहिँ भिडियो बनाइरहेको छु साथीहरू। पस्किन त मादम छैन होइन गाइस, हाम्रो चाहिँ जिन्दगी यस्तै छ। 2 जना दिदी बहिनी छौँ, बस्यो खायो, के गर्नु, ड्युटी गयो, बिहान उठ्यो ड्युटी गयो, आयो खायो, त्यति नै हो काम चाहिँ, अरू केही छैन। अनि हाम्रो 2 जनाको चाहिँ बिहानदेखि बेलुका एकैचोटि भेट हुन्छ। त्यति साह्रो गफ गर्न पनि पाइँदैन 2 जना, किनभने सन्डे मात्र हो। किनभने ऊ पनि बिहानै उठ्ने बित्तिकै जान्छ, म खानाहरू बनायो खायो, अनि यो भरे आउँछ मै बनाउँछु खाना चाहिँ होइन। मै बनाउँछु है गाइस, बिहानको पनि बेलुकाको पनि। यसको काम चाहिँ लुगा धुने हो, यसको काम चाहिँ लुगा धुने हो। तर जहिले धुन्छ लुगा, म चाहिँ धुन्न लुगा कहिले पनि होइन। दिदी भात खाँदैछ, हामी खाना स्टार्ट गरेको। सक्नुहुन्छ, हामी चाहिँ भात खान स्टार्ट गरेको। यस्तो खान्छ, तपाईँहरू कस्तो खानुहुन्छ होला भनिदिनु होला। मादम खाँदैछ होइन, म चाहिँ कस्तो लुचिदिएको, यस्तो गर्दा हड्डी नै निस्किँदो रहेछ। त्यही भएर बाई बाई गाइस, आजलाई यति नै। गुड नाइट, गुड नाइट भन्, गुड नाइट, बाई बाई। अब छिट्टै सुत्नुपर्छ, भोलि बिहान ड्युटी छ होइन।